हेलो नमस्ते वेलकम माई न्यू भ्लगमा तपाईलाई स्वागत गरे। कस्तो लाग्छ तपाईलाई मेरो भ्लग मेरो भिडियोहरू लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला, जस्ताको तस्तै कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला है त। यस्तै छ आजको घुमघाम, के गर्नु, पानी पर्यो अल्छी लाग्यो हैन, तर यहाँ आइपुगेपछि चाहिँ घाम लाग्यो। मौसम तातो छ, 300 लुगा लाएर आएको, अहिले गर्मी भइरहेछ। 300 छ, बाटोमा फुकाल्ने कुरा भएन हैन। यस्तै हो, तर एकदम रमाइलो छ यहाँ चाहिँ, रमाइलो छ। तपाईहरु पनि घुम्न आउनु होला पोर्चुगल ताबिरा तिर। लकर 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 घुमिरहेको छु एक्लै हैन। यस्तो छ, कस्तो छ तपाईहरुलाई? सन्चै हुनुहुन्छ होला? हस्त व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, सधैँ खुसी रहनुहोस्। म त सधैँ यस्तै हो, पीडा पनि पीडा दुःख सुख भनेको जिन्दगीको साथी हो हैन। पोर्चुगलको जिन्दगी यस्तै छ। पोर्चुगलको बसाइ पनि करिब 3 वर्ष पुग्न लाग्यो, अब धेर छैन, हेरौँ। तर आजलाई भने मेरो रुको जरा सबर करो, तपाईहरुलाई पनि म माया गर्नेछु, तपाईहरुलाई पनि म भिडियो लाइक कमेन्ट सब्स्क्राइब गर्नेछु, तपाईहरुले मलाई पनि माया गरिदिनु होला। चिसो छ, कस्तो राम्रो ठाउँमा रहेछ त्यो त, तर भिडियोमा चाहिँ राम्रो आउँछ जस्तो छ। यो रियलमा चाहिँ खासै यो राम्रो होइन यो चोर हैन। यस्तै छ, माया गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला है। मेरो दिदी अनि सोल्टिनी हैन, उहाँ चाहिँ भेट भयो। उहाँ चाहिँ बर्थडे, तपाईको बर्थडे होइन होला के हो? खुसी लाग्यो। म चाहिँ मार्केटमा कन्टिन्यू भेट भयो। मेरो युट्युब च्यानलमा हेर्ने भेट हुनुपर्छ। मेरो दिदी र उहाँ तपाईको धरानै हैन? धरान। उहाँको काठमाडौँ है, पहिला त खोटाङ काम हुनु है। यस्तै हो। म चाहिँ यहाँ कन्टिन्यू मार्केट आइपुगेको थिएँ। यहाँ हाम्रो धरानी दिदीहरूलाई पनि भेट भयो। मेरो भेनाजुको आफन्त सम्पान हुँदो रहेछ, त्यही भएर मैले सोल्टिनी भनेको। दिदीहरू पनि भेट भयो, तर म चाहिँ अब यहाँ मेरो थोरै काम छ, यहाँ कामको लागि पर्यो। यहाँ हेर, यहाँ साथीलाई पनि भेट्नु छ। साथीहरूको चाहिँ गाडा कि आएन, ल आज चाहिँ मेरो साथीसँग भेट भयो। उहाँ र हामी चाहिँ यहाँ सधैँ म नास्ता खाने ठाउँ चाहिँ यहाँ हो हैन, ताबिराको। हाम्रो साथीले यहाँ काम गर्नुहुन्छ बापमा। आजको नास्ता पर्दैन, आजको नास्ता चाहिँ के गर्नु, के बात हुन्छ सर? आशा धन्यवाद। अब यहाँ पक्रिनु पर्छ। यो के को बन्छ, यो गोरुको चिकनको, गोरुको मासुको पनि बन्छ जस्तो छ हैन। यहाँ साथीले यहाँ चाहिँ नास्ता खान आएको हुन्छ सर। उहाँ चाहिँ केबाबमा काम गर्नुहुन्छ। हाम्रो यहाँ चाहिँ आजको नास्ता खाना आएको, एकदमै भोक लागिरहेको थियो ड्युटीबाट आएर। आज यहाँ आजको नास्ता साथीले बनाउँदै हुनुहुन्छ। ल आज चाहिँ केबाब स्टार्ट गऱ्यो। यस्तो हुने रहेछ। यो भिडियो कस्तो लाग्छ माया गरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला। किनकि मेरो भिडियो जस्ताको तस्तै तपाईँहरू सामु आउनुहुन्छ, त्यही भएर कहिलेलाई भने म तपाईँहरूसँग बिदा हुन्छु। अर्को भिडियोमा भेटौँला है।